सीता भाग 111 मा के होला। दर्शकवृन्द नमस्कार, स्वागत छ तपाईहरूलाई हाम्रो आचार्य अफिसियल युट्युब च्यानलमा। आज म तपाईहरूका बीच निकै चर्चित नेपाली सिरियल सीता को भाग 111 मा के होला भन्ने विषयमा कुरा गर्न आएको छु। यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला, किनभने म यस्तै रोचक नेपाली सिरियलका अपडेटहरू लिएर सधैँ उपस्थित हुने गर्दछु। अब कुरा गरौँ सीता भाग 111 कोलम घटनाबारे। दर्शकवृन्द, कालेले सृष्टिलाई भारतमा लिएर बेचिसकेका छन्। सृष्टि पर्वतलाई भेट्ने आशामा कालेसँग भारत गएकी थिइन्, तर दुर्भाग्यवश उनी पनि अरू छोरी जस्तै बेचिन पुगिन्। सृष्टि र काले भारत जाँदै गर्दा माइती नेपालका सदस्यहरूले उनीहरूलाई रोकेर सोधपुछ गरेका थिए। तपाईहरू कहाँ जान लाग्नु भएको हो भनेर सोध्दा कालेले भनेका थिए, हामी भारत जान लागेका हौं। त्यसपछि माइती नेपालका सदस्यहरूले थप सोधपुछ गर्दा सृष्टि र कालेलाई दिल्ली जान लागेको कुरा बताएका थिए, तर यथार्थ निकै फरक थियो। सृष्टि र कालेबीचको सम्बन्धबारे सोध्दा उनीहरूले भनेका थिए, हामी एकअर्कालाई माया गर्छौं, तर घरमा धाकधम्की भएर मलाई अर्को केटासँग बिहे गराउन लागे, त्यसैले हामी भागेर भारत जान लागेका हौं। तर माइती नेपालकी मैमले चेतावनी दिएकी थिइन्, नेपालबाट हरेक दिन करिब 50 युवतीहरू यौन व्यवसायका लागि भारतमा बेचिन्छन्। तिमीहरू पनि त्यही जालमा पर्न सक्नुहुन्छ। तर सृष्टिले ती सबै कुरा सुने पनि घरका कुरा सम्झँदै उनी भारततिर लागेकी थिइन्। त्यसपछि माइती नेपालले कालेलाई चेतावनी दिएको थियो, तिमी सृष्टिलाई बेच्न खोज्दैछौ भने तिम्रो जिन्दगी जेलमा बित्छ। यद्यपि उनीहरूले अन्तत जान अनुमति दिएका थिए। उता जगत चिन्तित थिए। उनी सीतासँगै सृष्टिलाई सम्झँदै बसेका थिए। जगतले सीतालाई पानी खुवाएर बचाएका पनि थिए। यसबीच सीता र जगत माइती नेपाल पुगेका थिए। त्यहाँका सरले भनेका थिए, सृष्टि कालेसँग भारत गइसकेकी छ। तर सृष्टिले त्यहाँ एउटा युवकलाई आफ्ना बाबु भनेर बोलाएकी थिइन्, जसले माइती नेपालका मैमसँग कुरा गरेको देखिन्थ्यो। यो सबै कुरा माइती नेपालले सीता र जगतलाई बताइसकेका थिए। जगतले आफ्ना बुबा निर्दोष भएको भन्दै माइती नेपालका सदस्यहरूसँग कुरा गराएका थिए। अब प्रश्न उठ्छ, के सृष्टि त्यो फन्दाबाट बच्न सक्छिन्? कालेले सृष्टिलाई दिदीले दिल्ली पुर्याइदिन्छिन् भनेर एकजना महिलाको जिम्मा लगाइदिएका थिए र आफै नेपाल फर्किएका थिए। सृष्टिलाई अहिले आफू बेचिएको कुरा थाहा भइसकेको छ। दुःखले भरिएको त्यो रात उनी त्यही बसिन्। बिहान उनीहरूका भनाइअनुसार दिल्ली जान तयार भएकी थिइन्। उता जगतले रक्सी पिएपछि कालेलाई देखेका थिए। जगत र सीता वीरगञ्जमा हुँदा जगतले राति कालेलाई देखे र उनलाई पछ्याउन थाले, तर काले भागे। त्यही बेला सीता जगतलाई खोज्दै आउँदा उनी रक्सी खाएको अवस्थामा फेला परे। जगतले सीतालाई भने, मैले कालेलाई देखेँ, र सीताले त्यो कुरा पत्याइन्। उता सृष्टिका बाबु आमाले भने धेरै चिन्ता लिएका छन्। छोरीका कारण उनीहरू निकै दुखी छन्। उनीहरू भगवानसँग प्रार्थना गरिरहेका छन्, हाम्रो सृष्टि सकुशल फेला परोस्। जगतले सीतालाई भनेका छन्, मेरो बहिनीले आफ्नै निर्णयका कारण दुःख पाएकी हो, चिन्ता नगर। अब दर्शकवृन्द, तपाईहरूलाई के लाग्छ? के सृष्टि त्यो फन्दाबाट जोगिन सक्लिन्? तपाईहरू सृष्टि बचोस् भन्ने चाहनुहुन्छ? भन्नुहोस् हो भने कमेन्टमा सृष्टि बचोस् लेख्नुहोस् र भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भागमा हामी देखाउने छौं माइती नेपालको सहयोगले सीता र जगतले सृष्टिलाई कसरी खोज्नेछन्।